एक्सपिरियन्सहरू हुन्छ नि अब त्यस्तोहरू भन्नु सकोस् भनेर तर अब सकेसम्म तपाईँहरूले क्वेसनहरू गरे ओके नमस्ते सबैजनालाई अनि फर्स्ट अफ अल हिजो भिडियो हेर्ने सबैजनालाई म थ्याङ्क यू भन्न चाहन्छु अनि त्यो चाहिँ मेरो फर्स्ट पडकास्ट अनि आज चाहिँ तपाईँ र मेरो दोस्रो दिन सेकेन्ड डे अनि मेरो सेकेन्ड पडकास्ट हो अनि आजको चाहिँ के भयो भने बिहान म चाहिँ बिहान काम जान्छु अनि मेरो कामको बारेमा म तपाईँलाई पछि भन्नुला अनि खास हामीले चाहिँ के गर्छ हामीले प्रोड्युस हुन्छ नि त्यो सब्जीहरू फार्मर्सबाट किनेर अनि रेस्टुरेन्ट र अनि स्टोर्सहरूमा डेलिभरी गर्ने हाम्रो सानो त्यो यस्तो काम बिजनेस टाइपको हामीले पहिला लास्ट इयर सुरु गरेको थियौँ मेरो त होइन मेरो साथी एकजनाले सँगै गर्ने भनेर अनि त्यो हो हाम्रो काम त्यसको बारेमा चाहिँ म पछि तपाईँलाई इन डिटेलमा राम्ररी भन्छु यदि कसैलाई यता विदेशमा आएर बिजनेस स्टार्ट गर्नु छ भने अनि त्यो बिजनेस चाहिँ हामीले सुरुदेखि नै गर्दाखेरि मलाई थाहा छ त्यो कसरी गर्नुपर्छ भनेर सुरुदेखि एन्डसम्म कसरी सुरु गर्नुपर्छ भनेर अनि आजको भिडियो चाहिँ मैले अलिकति मेरो डेस्कलाई चाहिँ अलिकति मुभ गरेर अनि ब्याकग्राउन्डलाई चाहिँ अलिकति क्लियर बनाउने ट्राई अनि त्यो मात्रै होइन हिजोको भिडियो हेर्दा चाहिँ अलिक अँध्यारो टाइपको रहेछ त्यस कारण मैले आज लाइट पनि अलिकति ब्राइट गरेको मलाई हिजो त ब्राइट नै थियो जस्तै लाग्यो तर त्यति ब्राइट छैन रहेछ अनि त्यसको लागि माफ पाऊँ अनि त्यति मात्र होइन मैले फेरि त्यो खास दिउँसो मैले त्यो बेस्ट बाईमा त्यो रिङ लाइट पनि किन्नु गएको थिएँ तर रिङ लाइट चाहिँ पाएन मलाई किन्नु अनि लाइक त्यहाँ थिनु त थियो तर त्यो चाहिँ एकदमै प्रोफेसनल गर्नको लागि हो के होला एउटा रिङ लाइटको नै $260 रे अनि प्लस अनि त्यसमा कति % डिस्काउन्ट गरेर पनि $200 को रहेछ त्यो रिङ लाइटको अनि मलाई चाहिँ त्यो चाहिँ साह्रै महँगो जस्तो लाग्यो त्यसै कारण मैले एमाजोनबाट चाहिँ मगाइरहेको छु अनि त्यो रिङ लाइट चाहिँ थर्सडे फ्राइडेमा आउँछ होला अनि त्यो प्लस अनि मैले ग्रिन स्क्रिन पनि मगाइरहेको छु अनि बिस्तारै सँगै तपाईँ हेर्दै जानु होला अनि म यो पडकास्टको भिडियो र सबैलाई चाहिँ अलिकति इम्प्रुभ गर्दै त्यसलाई पनि राम्रो बनाउँदै जान्छु अनि तपाईँहरूले यदि मेरो भिडियो र अनि त्यो पडकास्टमा केही मिलेको छैन केही गल्तीहरू भएको छ भने मलाई चाहिँ कमेन्ट गरिहाल्नु भन्नुहोस् अनि म पनि सकेसम्म सबै इम्प्रुभ गर्ने ट्राई गर्छु अनि आज चाहिँ के भयो भने काम सकेर चाहिँ म अनि फर्किरहेको थियो दिउँसो घर पुग्नु अगाडि चाहिँ अलिकति के रुगा लागेको र अलिकति सन्चो नभएको जस्तो फिल भयो अनि म छिटो आएर खाना खाएँ अनि खाना खाएर चाहिँ दबाई खाएर चाहिँ सुत्दिहालेँ अनि सुतेर उठेर अनि अलिकति सन्चो टाइप अलिकति जिउ अलिक सन्चो टाइपको फिल भयो अनि त्यो पछि मैले चाहिँ अब भिडियो गर्न सुरु गरेँ मैले पडकास्ट चाहिँ बनाइहाल्छु भनेर सुरु गर्दाखेरि चाहिँ अब सबै सेटअप गरेर सबै भिडियो गरेको थियो भिडियो गरेर अनि एडिट गर्न थाल्दाखेरि चाहिँ भोइस रेकर्ड गर्दाखेरि चाहिँ माइकको चाहिँ अलिकति तार नमिलेर आवाज चाहिँ सफाइ आएछैन रहेछ अनि त्यसै कारण फेरि म त्यो भिडियो चाहिँ अब फेरि गर्दैछु अनि अहिले बेलुकाको 8 बजी रहेछ अनि म यो भिडियो चाहिँ सकाएर एडिट गरेर अनि तपाईँहरूको लागि चाहिँ भोलि बनाउने अब लाइक त्यो रेडी गर्छु भनेर चाहिँ अहिले फेरि बनाउँदैछु त्यो चाहिँ भनिदिएको अनि हिजो तपाईँहरूले मेरो भिडियो हेर्नु भयो भने चाहिँ हेरेछ कसैले मैले त्यहाँ भ्युजहरू लिएर आएछ अनि यदि तपाईँहरूले केही मिले छैन भने चाहिँ मलाई सजेसन र कमेन्ट चाहिँ राखिदिनु यदि मैले भिडियो मन पऱ्यो भने चाहिँ सेयर र लाइक सब्सक्राइब गरिदिनुहोस् भन्नु अनि अहिले चाहिँ मैले खास यस्तो म बाहेक अरूलाई चाहिँ यता इन्भाइटहरू चाहिँ अहिले गरेको छुइनँ त्यसै कारण चाहिँ म यो बिस्तारै म इन्भिटेसनहरू दिन थाल्छु मान्छेहरूलाई साथीहरूलाई पनि बोलाउन थाल्छु अनि तर अहिलेको लागि चाहिँ मैले के सोचेँ भने चाहिँ मेरो अब भ्युवर्सहरूलाई लिसनरहरूलाई चाहिँ मेरो बारेमा सकेसम्म अलि धेरै भनौँ अनि मेरो इन्ट्रेस्टदेखि लिएर हुन्छ नि अनि मेरो इन्ट्रेस्ट प्यासन अनि मेरो बिहेभियर क्यारेक्टरहरू त्यो कस्तो रहेछ त्यो तपाईँहरूले थाहा पायो भने चाहिँ मसँग झन् धेरै राम्ररी कनेक्ट गर्नु सक्छ नि त त्यसै कारण चाहिँ मैले अब त्यो चाहिँ कसरी गर्नु पर्ला भने त्यही मैले दिउँसो सोचेर बसिरहेको थिएँ म आफैले सोचिरहेको थिएँ म के को बारेमा भनौँ म कसरी म आफ्नो के भनौँ अब क्यारेक्टरलाई चाहिँ म तपाईँहरूलाई डिस्क्राइब गरौँ होइन
त्यो बुझ्न सक्यो भने मलाई चाहिँ के लाग्छ भने बिस्तारै तपाईँहरूले मेरो कुराहरू सुन्दै गयो भने चाहिँ अब यो अलिकति राम्रो कनेक्सन हुन्छ होला, किनकि मेरो अब मलाई मनपर्ने कस्तो हो, मैले कसरी अब सोच्छ, म एज अ इन्डिभिजुअल म कस्तो हो भनेर तपाईँले थाहा पायो भने त्यही अनुसारले तपाईँले मलाई जज गर्न सक्छ नि त। मैले जे कुरा गरेँ, मैले जे कुरा भन्यो भने नि, त्यसै कारण चाहिँ म त्यो कसरी भनौँ भनेर मैले सोचेको थिएँ। अनि मैले छिटो गुगलमा टाइप गरेको थिएँ नि त। गुगलमा चाहिँ मैले के टाइप गरेको थिएँ नि, अब लाइक 10 थिङ्स के हुन्छ अब 10वटा कुरा होइन, 10 थिङ्स द्याट पिपल लाइक टु नो अबाउट यु जस्तो हुन्छ नि, त्यस्तोहरू सोचेको थिएँ। त्यस्तोहरूमा चाहिँ अब के भन्नु, अब सबै क्वेसनहरू चाहिँ अलिकति बोरिङ टाइपको के हुन्छ नि, त्यो लाइक तिमीले लाइफमा के एचिभ गरेको छ, तिमीले कसरी अब एउटा सिचुएसनलाई ह्यान्डल गरेको छ टाइपको त्यस्तो क्वेसनहरू धेरै आयो। अनि मलाई त्यस्तो क्वेसन अब एन्सर त गर्न सकिहाल्छ, तर अलिकति के बोरिङ टाइपको हुन्छ नि, कति सुन्नु अब त्यो एउटै एन्सर लाइक कसरी अब लाइक मैले राम्रो मिलाएर भन्ने, अनि त्यस्तो त मलाई अल्छी लाग्छ। बरु त्योभन्दा बरु चाहिँ मैले मेरो आफ्नै एउटा एक्सपिरियन्सहरू हुन्छ नि, अब त्यस्तोहरू भन्नु सकोस् भनेर। तर अब सकेसम्म तपाईँहरूले क्वेसनहरू गऱ्यो भने चाहिँ मैले त्यो क्वेसनलाई एन्सर गर्दाखेरि चाहिँ थाहा हुन्छ लाग्यो। तर सोफार त मेरो अहिले कमेन्ट्सहरू त्यस्तो खास केही आएछ, मेरो साथीको एउटा कमेन्ट्स आएछ। अनि अघि मैले भर्खर फेरि गुगलमा टाइप गरेँ होइन, गुगलमा टाइप गरेर फन फ्याक्ट क्वेसन्स अबाउट योर पर्सनल लाइफ हुन्छ नि, जस्तै मेरो लाइफको चाहिँ अब फन फ्याक्ट क्वेसनहरू लाइक त्यस्तो मेरो लाइफमा अलिकति खुसीको अब मोमेन्टहरू त्यस्तोहरूको क्वेसन कस्तोहरू हुन्छ त्यो खोजेको थिएँ। अनि मैले भेटाएँ होइन, मैले पढेको छैन। अनि त्यो क्वेसनहरूलाई पढ्दै अनि तपाईँहरूलाई पनि म भनौँ भनेको। अनि यो हिजो र आज भोलिको भ्लगहरू चाहिँ अब हुन्छ नि मेरो बारेमा अलिकति तपाईँहरूले बुझ्न सकोस् भनेर। अनि त्यो पछि बिस्तारै हामी जे बारेमा पनि कुरा गर्दा हुन्छ, एनी करेन्ट सिचुएसन, यदि तपाईँहरूको मेरो पर्सनल लाइफ त्यो माथि, अनि अरू लाइक स्पोर्ट्सको बारेमा, म्युजिकको बारेमा, अनि लाइक अर्को के मलाई चाहिँ अब त्यो हुन्छ नि स्टक बिजनेसकोहरूको बारेमा पनि हेभी इन्ट्रेस्ट छ। त्यस कारण मैले त्यसमा त्यो पनि पढिरहन्छु, त्यसको बारेमा पनि मैले सिकेकोहरू र मलाई थाहा भएको कुराहरू पनि सेयर गर्छु। अनि अघि मैले गुगलमा खोज्दाखेरि चाहिँ अब त्यो हुन्छ नि इन्डिडमा चाहिँ यो रहेछ, अब जस्तै इन्डिड भनेको त त्यो कामको वेबसाइटहरू नि, जहाँ चाहिँ तपाईँ कामहरू खोज्न लाइक भ्याकेन्सीहरू छ कि छैन, कामहरू एभाइलेबल छ कि छैन, त्योहरू खोज्नको लागि चाहिँ वेबसाइट हो। अनि त्यो वेबसाइटमा चाहिँ अब क्वेसनहरू रहेछ लाइक फन फ्याक्ट क्वेसन्स अबाउट योर पर्सनल लाइफ होइन। क्वेसन फर्स्टै यो रहेछ, हु डिड यु लुक अप टु एज अ चाइल्ड होइन। अनि नानी हुँदाखेरि सबै चाहिँ अब लाइक के भन्नु, अब ठुलो भएर को भन्छु टाइपको हुन्छ नि। अब मलाई यस्तो सोच्दा चाहिँ म चाहिँ अब यस्तो खास मलाई चाहिँ अब म्युजिकमा इन्ट्रेस्ट भएको, मलाई चाहिँ अब सिङ्गरहरू नै म चाहिँ अब म्युजिकमै इन्ट्रेस्ट भएको। अनि सिङ्गर बन्नु चाहिँ साह्रै मन थियो। अनि मलाई चाहिँ अब सानैदेखि हुन्छ नि निमारुम्बाहरू भयो, अब नेपाली आर्टिस्टमा चाहिँ निमारुम्बा, अनि अब लाइक बलिउड आर्टिस्टमा सोनु निगमहरू भयो, एआर रहमानहरू मन पर्थ्यो मलाई। अनि सानो बेला चाहिँ एज अ चाइल्डहुडमा चाहिँ त्यही हो, नानी हुँदाखेरि चाहिँ हिन्दी र नेपाली गीतहरू धेरै सुन्थ्यो होइन। अनि इङ्ग्लिस गीतहरू त त्यति सुन्दैन थियो होला। इङ्ग्लिस गीतहरू त मैले हाई स्कुल जाँदाखेरि चाहिँ हामीले जबदेखि गिटार बजाउन सुरु गऱ्यो तबदेखि चाहिँ इङ्ग्लिस गीतहरू सुन्न थालेँ। तर अलिअलि सुन्थ्यो, लाइक हिपहपहरू गीतहरू सुन्थ्यो, अनि त्यस्तो खास त थाहा थिएन। तर अब एउटा एज अ चाइल्ड अब कसलाई हेर्थ्यो भने चाहिँ अब म चाहिँ अब एकदम प्यारेन्ट्समाथि चाहिँ एकदम विश्वास गर्थेँ होइन। बुवा आमालाई चाहिँ एकदम मान्थेँ। अनि दलाई लामा हुन्छ नि, दलाई लामालाई चाहिँ एकदम मान्थेँ, भगवान् जस्तै मान्थेँ, भगवान् नै मान्थेँ होइन। अनि अर्को चाहिँ मलाई अब म यस्तो ठुलो भएर यस्तो भन्छु भने चाहिँ मलाई चाहिँ एक्टरहरू हेभी मन पर्थ्यो। बलिउडको शाहरुख खान, सलमान खानहरू चाहिँ हेभी मन पर्थ्यो। मलाई कहिले लाग्थ्यो ठुलो भएर चाहिँ अब सलमान शाहरुख खान टाइपको हुनु पर्थ्यो भनेर लाग्थ्यो। यिनीहरू त म मान्छेलाई भनेको थिएन। तर अनि राजु लामा
निमारुम्बाहरू हेभी मन पर्थ्यो सानो हुँदाखेरि ठुलो भएर म पनि त्यस्तै भन्छु भन्ने त्यस्तो सोचाइ हुन्थ्यो तर एकदम भयङ्कर लाइक यस्तो जिनियस टाइपको त्यस्तो ठुलो भएर यस्तो हुन्छ त्यस्तो त केही सोचेको थिएन म त एकदम के भन्छ प्रेजेन्टमै बस्ने थियो होला सानो बेला पनि अनि मेरो फेभरेट हबी चाहिँ के थियो अरे अब हबी त त्यो म चाहिँ गीत गाउन साह्रै मन पर्थ्यो जहिले पनि जहाँ भए पनि गीत गाइहुन्थ्यो अनि आवाज त खोइ सानो बेला त्यस्तो राम्रो पनि थिएन अहिले पनि त्यति राम्रो त छैन होइन सिङ्गर भन्छु तर मलाई थाहा हुन्छ मेरो मेरो आवाजमा के गल्ती छ भनेर मलाई थाहा छ होइन अनि तर त्यही पनि म सानैदेखि नै गीत गाउनु चाहिँ मेरो हबीमध्ये एक होला जहिले पनि जहाँ गयो पनि क्लास 1 युकेजीदेखि लिएर अहिलेसम्म चाहिँ म गीत गाउँदै बसेको लाइक अहिले पनि म जहाँ गयो भने गीत गाइरहन्छु यो लाइफ लङ हबी चाहिँ त्यही होला अर्को क्वेसन चाहिँ यो रहेछ इफ यु कुड गो एनीवेयर इन द वर्ल्ड वे वुड इट बी होइन अनि यदि कतै जहाँ अहिले मलाई कतै जानु मन लाग्छ भने कहाँ जाने भने होइन मलाई नेपालै साह्रै मनपर्छ अहिले क्यानाडामा बसेर लगभग धेरै भइसकेन त्यसै नेपाल त सधैँ गयो भने मलाई त्यस्तो के भनौँ गइराख्नु मन लाग्छ नेपालको खानाहरू सबै मनपर्छ बाली पनि एकदम मनपर्छ अनि मलाई एउटा जानु मन लागेको ठाउँ चाहिँ त्यो कोरिया जापान भयो अनि ग्रिस प्रोबेबली फ्रान्स पनि जानु मन लाग्छ युरोप पनि अलिअलि घुम्नु मन लागिरहेको छ धेरै ठाउँ छ घुम्नु मन लागिरहेको लाइक मेक्सिकोको ठाउँ कतिवटा छ हवाई पनि जानु मन लाग्छ तर बिस्तारै मेरो भिडियोहरू हेर्दै गर्नु म सबै ठाउँ पुग्छ होला अनि डु यु हेभ एनी हिडन ट्यालेन्ट्स होइन मलाई यता लुकेको ट्यालेन्टहरू केही छ होला भने लुकेको ट्यालेन्ट चाहिँ के भनौँ अब मलाई खाना बनाउन चाहिँ एकदम राम्रो आउँछ भनेर नभन्नु आउँदैन मलाई अलिअलि एक्टिङहरू गर्छु मैले कहिले कहिले लाइक मिमिक्रीहरू गर्छु अनि मान्छेको एक्टिङ मेरो साथीहरूको मैले चिनेको मान्छेहरूको जस्तै एक्टिङहरू म अलिअलि गर्छु होइन अनि कसैलाई हँसाइदिन्छु नि त उनीहरूको एक्टिङ जस्तै गरेर डिट्टु हुन्छ भनेर चाहिँ मलाई थाहा छैन जस्तै आवाजहरू निकालिदिन्छु लाइक एक्टरहरूको तर त्यस्तो खास डिट्टु लाइक दामी लाइक तिनीहरू जस्तै त मैले खोइ गर्नु सक्दैन मलाई थाहा छैन सक्दैन जस्तो लाग्छ तर अलिअलि गरिदिन्छु अरू मेरोमा हिडन ट्यालेन्ट चाहिँ के छ भने चाहिँ हिडन ट्यालेन्ट चाहिँ के भनौँ लाइक मेरो एउटा ट्यालेन्ट चाहिँ मलाई के लाग्छ भने म छिट्टै सिक्छु मेरो दिमाग चाहिँ अलिकति छिट्टै छ जस्तो लाग्छ म छिटो सिक्छु जे सिकेँ मलाई आइहाल्दो रहेछ अनि त्यो चाहिँ मान्छेहरूलाई थाहा हुँदैन नि त होइन तर मलाई आफ्नो इन्ट्रेस्ट भएको मात्र हो जस्तै अरू काम भयो जे भयो भने म एकछिनमै त्यस्तो मलाई गाह्रो हुँदैन रहेछ लाइक सिक्नुहरूको लागि अलिकति दिमाग चाहिँ अलिकति छिटै रहेछ अनि मेरो फेभरेट चाइल्डहुड मेमोरी चाहिँ के हो भने त क्वेसन चाहिँ त्यो रहेछ मेरो चाइल्डहुड मेमोरी मेरो चाइल्डहुड मेमोरी चाहिँ मलाई के लाग्छ भने मेमोरी त त्यति अहिले अब यो क्वेसन आउने बित्तिकै मेरो दिमागमा के आयो भने चाहिँ म सानो बेला स्कुल सक्ने बित्तिकै अनि म चाहिँ अब मेरो ड्याड स्कुलबाट अनि घर फर्किँदा चाहिँ मेरो ड्याडले मलाई पैसा दिएर अनि म छिटो चाहिँ त्यहाँ घरको नजिकै स्टोरहरूतिर चाहिँ म लाजिनबाटमा बस्थेँ नि त अनि त्यहाँतिर चाहिँ होटेलहरू हुन्थ्यो अनि त्यहाँ चाहिँ आइसक्रिम पाउँथ्यो क्या आइसक्रिम अनि आइसक्रिम चाहिँ एकदम त्यति बेला पनि अलिकति महँगै होला लाइक 30-40 रुपिस थियो होइन अनि त्यो पनि अलिकति ठुलै रेस्टुरेन्ट टाइपको थियो नाम त भुलेछ मैले एक्सक्युज मी नाम त भुलेछ त्यहाँ चाहिँ अब 40 रुपियाँको आइसक्रिम पाउँथ्यो यत्रो कन्टेनर लाइक बलहरूमा हालेर है त्यो चाहिँ मैले एकदम खाइदिन्थेँ क्या त्यो मेमोरीहरू चाहिँ अहिले त त्यस्तो रहर त हुँदैन त्यो पनि तर अहिले सोच्दा मलाई क्या मन पर्थ्यो टाइपको मैले चाहिँ सानो बेला के सोच्थेँ भने हामी चाहिँ स्कुलमा हुँदा म लन्च टाइममा चाहिँ ओहो यो डाइनिङ हल भरि नै आइसक्रिम भर्यो भए म यो आइसक्रिममा स्विमिङ खेल्दै म आइसक्रिम खाँदै बस्छु भनेर म सोच्थेँ सानो बेला खाना खाँदाखेरि जहिले पनि हाम्रो लन्च टाइममा चाहिँ हामी स्कुलमा हुँदा हामी डाइनिङ हलमा खान्थ्यौँ नि त है
अनि त्यति बेला चाहिँ मैले सोच्थेँ यो डाइनिङ हलभरि खानाहरू भयो नि त म खानाभित्र खाना सबै त होइन तर आइसक्रिम भयो वाटरमेलनहरू भयो भने म खानाभित्र स्विमिङ खेल्दै खाँदै गर्थ्यो होला भनेर मैले त्यो चाहिँ सानोभित्र सोचिरहन्थ्यो अहिले पनि त्यो मेमोरीहरू मलाई मेरो दिमागमा छ Okay, if you could only watch one movie or television show for the rest of your life, what would it be, होइन अब एउटा मात्र मुभी जुन मुभी चाहिँ अब तिमी अब लाइफभरि हेर्नु एउटा मात्र मुभी हेर्ने अप्सन छ भने कुन चाहिँ मुभी हेर्ने अरे होइन मलाई मनपर्ने मुभी त धेरै छ कुन चाहिँ मुभी एउटा मुभी फेरि म त फनी मुभी नै हेर्थेँ होला मलाई हेराफेरी मनपर्छ अनि अलिकति फनी मुभी म कुन चाहिँ भनौँ ढोल भन्ने मलाई एकदम मनपर्छ म ढोल हेर्थेँ होला लाइफभरि ढोल हेर्दै बस्दिन्थेँ होला लाइक स्याड टाइम राम्रो मुभी त कति छ तर यति लाइफभरि हेर्ने अलिकति हाँस्दै हेरौँ न एउटै मुभी लाइफभरि गोलमाल फर्स्ट टाइपको हुन्छ नि अर्को चुपके अनि त्यस्तो हलचल भन्ने त्यस्तो मुभीहरू हेर्थ्यो होला म अलि हाँस्दै बस्ने मुभीहरू है अनि डिस्क्राइब यर पर्फेक्ट डे होइन अनि मेरो पर्फेक्ट डे चाहिँ मलाई कस्तो लाग्छ मेरो पर्फेक्ट डे मलाई यस्तै लाग्छ जस्तै जुन म काम पनि गओस् काम गएर घर आएर एउटा प्रोजेक्ट पनि सकोस् अनि त्यो पछि लाइक घरमै एक्टिभिटीहरू गरेर दिनमा मेरो कामभन्दा अर्को काम चाहिँ मेरो साइडको काम चाहिँ राम्ररी एउटा प्रोडक्टिभ भयो भने चाहिँ त्यो दिन चाहिँ मेरो पर्फेक्ट डे नै जस्तै लाग्छ मलाई होइन जहिले कहिले म दिनमा आएर गीतहरू बनाउँछु म्युजिकहरू बनाउँछु त्यो राम्रो हुँदाखेरि चाहिँ यो चाहिँ मलाई पर्फेक्ट डे जस्तो लाग्छ मलाई मेरो कामको चाहिँ त्यति वास्तै लाग्दैन बरु यो काम चाहिँ जस्तै तपाईँहरूसँग यो पडकास्ट बनाउनु र अनि जस्तै मेरो गीत बनाउनु त्यो सबै मेरो काम सकेर 8 घन्टा काम गरेर त्यो पछिको टाइम हो त्यो टाइम चाहिँ मलाई एकदम मनपर्छ जुन त्यो टाइममा चाहिँ मैले यति प्रोडक्टिभहरू गरेँ भने मलाई मेरो दिन चाहिँ अलिकति राम्रै गएको जस्तै लाग्छ अनि यो चाहिँ मेरो अब पर्फेक्ट डे जस्तै भनौँ न यता क्वेसनहरू धेरै रहेछ अब एउटा म वाट्स यो फेभरेट टाइप अफ कुजिन होइन मेरो फेभरेट टाइप अफ कुजिन त नेपाली दाल भात तरकारी त्यो पछि चाहिँ कोरियन खाना होला त्यो पछि चाहिँ के मनपर्छ मलाई इन्डियन खाना पनि मनपर्छ इन्डियन खानामध्ये मलाई चाहिँ तन्दुरी चिकन हेभी मनपर्छ तन्दुरी चिकन चाहिँ मलाई चाहिँ नेपालको तन्दुरी मनपर्छ इन्डियाको भन्दा पनि खै त्यसमा अलिकति के भनौँ अब फ्लेभर चाहिँ अलिकति नेपाली स्टाइलको स्पाइसेसहरू हुन्छ नि त त्यस कारण मलाई नेपाली तन्दुरी चाहिँ हेभी मनपर्छ मेरो फेभरेट खाना चाहिँ त्यो होला नेपाली दाल भात तरकारी तर थकाली स्टाइलको होइन त्यसमा चाहिँ माछा चाहिँ फ्राइड माछा अनि त्यसमा चाहिँ गुन्द्रुकको अचार पनि भएको अनि साइडमा त्यो फ्राइज टाइपको भएको फ्राइज लाइक आलु चिप्स हुन्छ नि फ्राइज टाइपको अनि त्यसमा चाहिँ अब सलाद पनि साइडमा अनि हरियो खुर्सानी प्याज अनि दाल पनि कालो पहेँलो दाल दुइटै मनपर्छ मलाई अनि भातको माथि चाहिँ अलिकति मैले घी अथवा बटर हालेको अनि त्यही मेरो फेभरेट डिस होला अनि त्यो चाहिँ मजाले खाइदिन्छ अब बिस्तारै हेर्दै गर्नु न म तपाईँहरूलाई भिडियो बनाउनु म तिनीहरू त्यस्तो खाना खाएको भिडियोहरू पनि हाल्छु होइन अनि त्यसको बारेमा पनि हामी कुरा गरौँला नि तर मेरो फेभरेट खाना चाहिँ त्यही होला नेपाली दाल भात तरकारी थकाली स्टाइलको त्यो पछि चाहिँ आउँछ होला इन्डियन खाना कोरियन खानाहरू अनि मलाई वेस्टर्न खाना चाहिँ त्यति खास मन पर्दैन मलाई ओके क्वेसनहरू त धेरै रहेछ डिस्क्राइब यर ड्रिम होम होइन मलाई चाहिँ ठुलो बङ्गला गाडी टन्न भएको त्यस्तोहरू त त्यस्तो खास त्यस्तो सोचेको पनि छैन त्यस्तो मन पर्दैन भन्नु त हुँदैन त्यस्तो भयो नि त भयो तर जुन घरमा मेरो परिवारहरू सबै सँगै बस्यो भने त्यो नै होला मेरो पर्फेक्ट ड्रिम होम होइन सबै मलाई सानैदेखि बुवा आमा दिदी दाइ दाजुबहिनी सबैसँग सँगै बसेको कारणले कहिले पनि छुटेर बस्न सक्दैन जस्तो लाग्छ त्यसै कारण यदि घर जस्तो भयो भने पनि सबै सँगै छ भने त्यो चाहिँ मेरो ड्रिम होम नै होला If you could go back in time for a day,
what day would you go to होइन अब एउटा डे कुन चाहिँ भनौँ तर मलाई हाई स्कुलको टाइम चाहिँ एकदम मनपर्छ मलाई हाई स्कुल टाइम चाहिँ म के भन्नु बेस्ट मोमेन्ट भनौँला एकदम कन्फिडेन्ट त्यो माथि जे पनि गर्न सक्ने अनि जे पाए त्यही गरिरहन्थेँ त्यो 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 टाइममा चाहिँ अब कथाहरू धेरै छ बिस्तारै बिस्तारै भनौँला अनि हाउ मेनी सिब्लिङ्स डु ह्याभ रे मेरो चाहिँ म गनेर हाम्रो दाजुबहिनी दिदी भाइ चाहिँ 5 जना हो मेरो 2टा ठुलो दिदी मेरो बहिनी एउटा अनि मेरो दाइ एउटा अनि हामी 5 जना प्लस बुबा र आमा 7 जना इन टोटल हाम्रो घरमा ओके यहाँ क्वेसनहरू त धेरै छ तर त्यतिवटा क्वेसन अनि अर्को क्वेसन अघि मैले यस्तो फनी क्वेसनहरू रहेछ नि त फनी क्वेसनहरू चाहिँ के रहेछ भने अघि हेर्दै थियो जस्तै 10 फनी क्वेसन्स भन्यो भने 10 त छैन सबै 80 फनी क्वेसन्स लाइक 250 क्वेसन त्यस्तो सबै सोचेर त के भन्नु तर 10 फनी क्वेसन्सहरू मध्ये चाहिँ एउटा क्वेसन चाहिँ के रहेछ भने यो क्वेसन चाहिँ मलाई एकदम मन पर्यो वुड यु रादर ह्याभ नो नोज अर नो आर्म्स होइन तपाईँलाई 2टा अप्सनबाट एउटा कुन चाहिँ अप्सन चुज लाइक तपाईँको नाक नभएको हुन्थ्यो कि हात नभएको हुन्थ्यो 2टा मध्ये एउटा छान्नु पऱ्यो भने चाहिँ कुन चाहिँ छान्छौ भनेर क्वेसन यो रहेछ यो चाहिँ मलाई एकदम साह्रो तर अलिकति हाँस उठ्दो क्वेसन जस्तै पनि लाग्यो तपाईँ भएको कुन छान्थ्यो होला तपाईँ नाक नभएको छान्थ्यो होला कि हात नभएको 2टा मध्ये तपाईँको लागि एउटा अप्सन दिनु कुन छान्थ्यो होला मलाई चाहिँ नाक नभए के हुँदैन जस्तो लाग्छ नाकको त कामै छैन नि त सास त फेर्छ तर हात छैन भने चाहिँ साह्रै गाह्रो हुन्छ जस्तो लाग्छ जस्तै डेली एक्टिभिटीहरू गर्नु अहिले फोन समात्नु सबै हात बिना त कसरी गरौँला भन्ने हुन्छ नि नाक छैन भनेदेखि नाकको त दिनमा सास फेर्नु र अनि एउटा लुक्सको लागि मात्र होला जस्तो लाग्छ र यसको अर्को अफकोर्स यसको अर्को फङ्सनहरू त धेरै छ तर त्यो पनि नाक र हात बिच छाम्नु पऱ्यो भने चाहिँ म हात छाम्थेँ होला मलाई नाक नभयो भने केही लाग्दैन जस्तो लाग्छ त्यस्तो फनी क्वेसनहरू भयो भने चाहिँ मजा आउँछ नि त लाइक अर्को क्वेसन चाहिँ के रहेछ भने हाउ मेनी चिकन्स वुड इट टेक टु किल एन एलिफेन्ट होइन कति धेरै चिकन लाइक एउटा हात्तीलाई मार्नु चाहिँ कति धेरैजना कुखुराहरू चाहिन्छ अरे होइन एउटा कुखुरा भयो भने हुन्छ जस्तो लाग्छ मलाई त यदि एउटा कुखुराले चाहिँ चलाक गरेर कि हात्तीको आँखामा गुङ्गा हान्दियो भने चाहिँ हात्ती अन्धो भएर मर्नु सक्छ नि त त्यो पनि लाग्छ मलाई अनि अर्को क्वेसनहरू धेरै रहेछ अर्को चाहिँ यदि तपाईँ एक दिनको लागि यदि तपाईँ के जनावर भयो भने तपाईँ कुन चाहिँ जनावर हुन्थ्यो भनेर सोध्दै रहेछ तपाईँ यदि लाइक तपाईँ एनिमल भयो भने कुन चाहिँ एनिमल तपाईँ हुने मलाई चाहिँ के लाग्छ भने एक दिनको लागि म एनिमल भन्नु पऱ्यो भने चाहिँ कुन चाहिँ एनिमल हुनु होला बाँदर नै हुनु पर्ला रे क्या होइन कुकुर त साह्रै बोरिङ छ सुनेर बस्नुपर्छ है कुकुर मनपर्छ मलाई कुकुर त हल्का बोरिङ क्या होला हुन्छ नि त्यो ओनरसँग बसिरहनु पर्ने यता जा भने यता जाने कारण बाँदर चाहिँ अलिकति चकचकै हुन्छ नि त सुन्दा पनि सुन्दिनँ कसैको जे गर्नु मन छ भने गरिदिन्छ आँटिलो पनि आँटिलै हुन्छ होइन अनि मजा पनि मजाले गरिदिन्छ नि त त्यसै कारण त्यति क्वेसनहरू रहेछ मैले एन्सर त राम्रो गरेँ थाहा पाएन तर त्यो फनी क्वेसन्सहरूमा मैले एन्सर गर्दा चाहिँ तपाईँले अहिले मेरो सोचाइहरू कस्तो रहेछ थाहा हुन्छ होला नि त अलिकति बदमास टाइपको सोचाइ छ जस्तै हुन्छ नि त ओके अर्को क्वेसन चाहिँ के रहेछ अब अर्को क्वेसन त लाइक सुपरम्यान र ब्याटम्यानमा झगडा पऱ्यो भने को जित्छ जस्तो हुन्छ नि सुपरम्यान र ब्याटम्यान झगडा पऱ्यो भने त नढाँटिकन भन्यो भने त सुपरम्यानले जितिहाल्छ नि होइन ब्याटम्यानको त केही पावर नै छैन अब यो यता क्वेसनहरू हाउडेहरू धेरै रहेछ वाट्स यो फेभरेट फ्रुट होइन मलाई मनपर्ने चाहिँ मेरो मनपर्ने फ्रुट त के होला
वाटरमेलन एउटा राम्रो गुड क्वालिटी चाहिँ मेरो बारेमा के भन्नु पऱ्यो भने चाहिँ मलाई चाहिँ फलफुल चाहिँ हेब्बी मनपर्छ जुनै फलफुल भयो भने चाहिँ मलाई हेब्बी मनपर्छ सबै खाइदिन्छु नि त अनि मनपर्ने चाहिँ मलाई वाटरमेलन राम्रो छ भने वाटरमेलन मनपर्छ म्याङ्गो पनि मनपर्छ अङ्गुर पनि मनपर्छ मलाई सबै खाइदिन्छु अनि अब यति क्वेसनहरू चाहिँ आजको लागि यति नै गरिदिउँ होइन फन फ्याक्टहरू यति नै गरिदिउँ हो तर यदि तपाईँहरूलाई चाहिँ अब यदि क्वेसनहरू छ भने मेरो बारेमा केही बुझ्नु मन छ भने यदि क्वेसनहरू छ हुन्छ नि केही सोध्नु मन लाग्यो भने चाहिँ मलाई सोध्दै गर्नु अहिलेको लागि एक दुईवटा पडकास्ट चाहिँ म मेरो बारेमा मेरो सोचाइहरू कस्तो हुन्छ त्यसको बारेमा चाहिँ अलिकति भन्न चाहन्छु अनि त्यो पछि बिस्तारै बिस्तारै चाहिँ अब मैले गेस्टहरूलाई क्वेसनहरू भन्ने अनि त्यस्तोहरू पनि गर्छु अलिक गेमहरू खेलाइदिने गर्छु अनि भर्खर मैले चाहिँ अब के भन्छ त्यो रुगाको दबाई पनि खाएको थिएँ नि त त्यसले गर्दा मलाई चाहिँ अलिकति कस्तो कस्तो निन्द्रा लागेको टाइपको हुन्छ नि अलिकति ट्रिप भएको टाइपको त्यस्तो फिल भइरहेछ अनि त्यसै कारणले चाहिँ अब म भिडियो चाहिँ अब यहीँतिर सकाइदिन्छु अनि यदि तपाईँहरूले मेरो भिडियोहरू मन पऱ्यो भने चाहिँ मलाई लाइक सब्सक्राइब र सेयर गरिदिनुहोस् अनि बिस्तारै बिस्तारै मेरो च्यानललाई ग्रो गर्नलाई मलाई साथी गरिदिनुहोस् होइन अनि सकेसम्म म तपाईँलाई मैले भन्दैछु नि म तपाईँलाई सकेसम्म एन्टरटेनमेन्ट मात्र होइन तपाईँहरूलाई ज्ञान पनि दिने तपाईँहरूलाई एउटा राम्रो बाटोमा लानको लागि मैले कसरी सहयोग गर्न सक्छ त्यो नै मेरो अलिक फर्स्ट प्रायोरिटी हुन्छ अनि प्लस मेरो कथाहरूलाई तपाईँहरूले एक्सपिरियन्स गर्ने मेरो कथाहरूबाट सिक्नु पाउने हाँस्नु पाउने मलाई चाहिँ कमेडियन हुनु मन लाग्छ भन्छन् कहिले कहिले म तपाईँलाई कसरी हँसाउँ टाइपको म सोचिरहन्छु नि त यदि तपाईँलाई म हँसाउन सकेँ भने त्यो चाहिँ म सबभन्दा खुसी हुन्छ होला अनि त्यो माथि मैले म्युजिकहरू कसरी बनाउँछ मैले गिटारहरू मेरो म्युजिकको स्टोरीहरू धेरै छ मैले गीत कुन चाहिँ गीत फर्स्ट गाएँ कुन चाहिँ गीत कसरी बनाएँ कुन चाहिँ म्युजिकल इन्स्ट्रुमेन्ट मैले बजाउन थालेँ फर्स्ट इन्स्ट्रुमेन्ट अनि कसरी सिकेँ तिनीहरू पनि म बिस्तारै भन्दै जान्छु अनि आजको लागि चाहिँ त्यही हो मेरो अलिकति क्वेसन फन फ्याक्टहरू मेरो बारेमा अनि मेरो पर्सनल क्वेसनहरू त्यसको बारेमा यति नै अनि यदि मन परायो भने लाइक गरिदिनुहोस् अनि धन्यवाद सबैजनालाई अनि सबै सुन्नेहरू सबैको दिन राम्रो बितोस् भन्ने मेरो यही चाहना वन्स अगेन थ्याङ्क यू सो मच टेक केयर बाई बाई